आजबाट एसई को परीक्षा सुरु भइराखेको छ हैन। एसई परीक्षामा चाहिँ सहभागी भएका छन् 5,12,421 जना चाहिँ एसई मा सहभागी भएका रहेछन् हैन। एउटा दाजुले भिडियो बनाउनु भएको थियो, मलाई साह्रै नै राम्रो मन पर्यो के। अनि त्यसमध्ये अनि ठ्याक्कै आजभन्दा 10 वर्ष पहिला हेर्दाखेरि जो भर्ना भएका विद्यार्थी थिए त्यो थिए 9,27,993 जना भर्ना भएका रहेछन्। भनेपछि 10 वर्ष पहिला 9,27,993 जना भर्ना भए, तर एसई सम्म आउँदाखेरि 5,12,421 जना मात्रै एसई दिँदैछन्। भनेपछि बिचमा 4,15,572 जना कहाँ गए? भनेपछि उनीहरूले बिचैमा स्कुल छाडिदिए, एसईसम्म पुगेनन्। भनेपछि कारण हाम्रो देशको गरिबी। धेरै जसो हाम्रो ठाउँमा होइन, जसो तसो छोराछोरीलाई भर्ना गरिदिन्छन् अनि देशको लाजले पनि। तर पढाइ अगाडि कन्टिन्यू गर्नु एकदमै गाह्रो छ, गरिबी ज्यादा छ। अनि आमा कमाउने साधनहरू पनि त्यति साह्रो छैन। छोराछोरीलाई पढाइराखेका छन्, बिचमा बुवाको एक्सिडेन्ट भयो, स्कुल छाड्नुपर्छ। अरू आउने कहाँबाट पनि छैन, देशमा जानु पऱ्यो, विदेशमा जानु पऱ्यो, ढुङ्गा बित्ती बालु बोक्नु पऱ्यो होइन, त्यहाँबाट आउँछ। भनेपछि यिनी 4,15,572 जना चाहिँ उनीहरू एसईसम्म पुग्न पाएनन्, बिचैमा छोडिदिए के। भनेपछि विडम्बना त छ हाम्रो देशमा। शिक्षा क्षेत्रमा न सरकारले सहयोग गर्न सक्यो। अब दोष पनि कसलाई दिने, त्यो मजाक चाहिँ होइन है। साँच्चै भनेपछि यत्रो 10 क्लाससम्म पढ्दाखेरि भनेपछि 4 लाख समथिङ जनाले छोड्छन्। भनेपछि माथि पिएचडी एमबिबिएस अनि माथि ब्याचलरसम्म त अझ कतिले छोड्छन् के। यसको हिसाब किताब त छँदै छैन। भनेपछि यो त हाम्रो देशको विडम्बना नै हो है।